इमोर्टल पुग्नको लागि 2 गेम छ यार 2 गेम खेलेर आउँछु यार म $100 को कुरा छ क्या बुझ्न मिलाएर यो म्याच सिक्ने त कस्तो लाडो जस्तो कुरा गर्छौ म्याच सिक्ने मिसन छ भन्दैछु 2 गेम छ भन्दैछु रन्डीको बान लाडो जस्तो रन्डीको बान के लेखेको त्यो कहिले नयाँ नि भयो के लेखेको लाडो मिसन छ भन्दैछु लाडो जस्तो कुरा गर्छ त म्याच सिक्ने मुजी 5 घण्टा हुन आँटेको चिक्ने यहाँ 2 स्टारमा यहाँ झन् राम्रो भाइलाई बोलाएर खेल्दैछु मुजी लाडो लाडो जस्तो कुरा गर्छ रन्डीको बान आउँदिन म्याच सिक्ने फेर हाल्दै म्याच सिक्ने हाल्दै म्याच सिक्ने यहाँ म्याच सिक्ने टाउको दुखिरहेको बेलामा रन्डीको बान यहाँ 2 स्टार पुग्न नसकेर यहाँ म्याच सिक्ने $100 को कुरा छ भन्दैछु रन्डी आएर लाडो लाडो जस्तो कुरा गर्छ म्याच सिक्ने टाउको दुखिरहेको बेला म्याच सिक्ने कोटचोट म्याच सिक्ने च्यात्र फ्यालिदिन्छु रन्डीको बान रातो आएर नाच्दैछ लिम्बेहरु यो मुजीलाई म्यादर चुत रन्डीको बान सिक्ने तेरो रन्डिङ मान हो मुजी ओइ ह तरुण मतीको छोरोको रन्डिङ मान हो ओइ ह ओइ मुजी मामा गेमको रिस मुजी मलाई पोक्दो रहेछ यार यसले यार गर च्याड हानेको कि नआइज मुजी भयो भनेको कि आम्मा कत्रो गाली हानेको यार यसले गेमको रिस म्यादर चुतले आमा गेम मेले मुजी गेममा हार्दो रहेछ कि मैले साथी त ल नआइज भने हिजो पनि आएन गेम खेल्न हैन मलाई त रिस उठेछ छैन तेरो इमोर्टल सिमोर्टल मलाई के थाहा मुजी हिजो पनि आएन मैले इला के भने साथी आइज न भनेको आउँदिन खेल्दिन भन्दैको सिन छ त यार यो त बुढी नै भगाए जस्तो खालको गाली हानो अहिले त मलाई म त हेरे हेरे भयो नि के भन्नु भन्ने हो यसलाई घर जम कि न्याको मिल जस्तो भइरहेको थियो कि तर फेरि होस् अब के यसलाई गर्नु बिहा आयो भनेर मात्रै हो क्या आम्मा कम त जसो त एकडाले हेऱ्यो होला हैन आम्मा मामाले त मलाई त मुजी सब गेमको भडास त मुजी मलाई पोखो यार मुजी एकछिन च्याटमा गएको त यार आम्मा मुजी कसैले गाली हान्न पाएको रहेन रहेछ कि पछाडी छ त मुजी गाली हान्ने त्यसलाई गाली हान्न मुजी मलाई किन गाली हान्ने तर अनुमतिको छोराले रिस त तिमी यो लोदरलाई अघि मैले गाली हानेको त त्यो स्किन निकाल्दाखेरि अहिले खुसी भएर आएको होला मुजी रातो सुपर च्याट झारेर हेर्न मुजी मस्किदैछ मुजी हैन म माइन्ड गर्दिन कि रिसाएर गाली साली गरेको साथीमा फरक परेन कि केटा हो तर अहिले रनिङ वान भन्नु क्या त्यसमा चाहिँ मलाई सेकुम कि जस्तो भइरहेको थियो कि घर घर फेरि होस् मुजी बिहा हुन्छ किन यसको त्यसै बिग्रेको थोस मुजी झन् बिगार किन बिगारिदिनु भनेर मात्रै हो क्या